हेलो गाइज वाज गोइङ अन के चलिरहेको छ ल हामी चाहिँ आज जाँदैछौँ गिफु ल दुईजना दुईजना जोडी कहिल्यै छुट्दैन भन्नु होला फेरि होइन के गर्नु अब बिदा दुईजनाकै मिल्छ अरूको मिल्दैन होइन ल वेलकम सुमन ल त्यही अब बेकाइचीबाट चाहिँ हिँड्यौँ बेकाइचीबाट कति कति परेछ हेर्नु पर्यो कति भएछ 27 पर्यो अब गिफु पुग्दा कति हुन्छ हेरौँ है त अब तलबाट जानु लागेको हाइवे तल जाम भयो भने हाइवेबाट जाने नत्र भने तलबाट बिस्तारै बिस्तारै जानु पर्ला भने अब बाटोको यसो सिनारीहरू हेर्दै जाउँ है त साथीहरू ल यसको गाइज हामी चाहिँ फाइनल्ली भाइको रुम आइसकेका छौँ होइन भाइको रुम त बवाल बनाएको रहेछ नि त भाइहरूले होइन नेपालको झन्डा राखेर हाम्रो नेपालको झन्डा कहाँ पुग्यो एकछिन पख न त्यही हो नि यता चाहिँ साजन भाइ र अर्को भाइ सुत्ने हो ल गाइज हाम्रो पनि परिकार यहाँ भाइहरूले होइन हिरो हिरो बनाएर होइन यो स्पेसल कुक चाहिँ को हो भाइ भनिदेऊ त तिनजना हो ल हाम्रो सञ्जीव भाइ साजन भाइ अनि यहाँ अञ्जन भाइ हो नि त हेलो भनिदेऊ नि त ल हेलो भनिदेऊ त ओ ल सञ्जीव भाइको है त अब हामी सुरु गरौँ है त हामी कडाइ गर्नु ल यो लेग पिस हो भाइ लेग पिस अनि उ त्यो बफ खसीको त्यो माछा तरकारी यो दाल यो अचार यहाँ अर्को अचार यहाँ उ हाले के अरे छोप टिम्बु दाल ल है गाइज हामी चाहिँ अब खाना सुरु गऱ्यौँ ल हामी खानासाना खाइसक्यौँ खाइसकेर हामी चाहिँ अब लाग्यौँ गिफु क्यास्टल केबुल कार चढेर जान चाहिँ माथि जान चाहिँ 1300 लाग्दो रहेछ एकजनाको उसमा क्यास्टल आइपुगेको छ होइन देख्न सक्नुहुन्छ वेलकम टु गिफु क्यास्टल यहाँ चाहिँ गिफु क्यास्टल अफ दोसान्यान नोबुनागा दामी क्या दामी देखेछ
मौसम पनि ठिक्क छ हैन शीतल बढी घाम पनि लागेन तर सही भयो नि यार ल हामी चाहिँ टपमा आइसकेको छौं हैन गिफु यो क्यास्टलको टपमा टपबाट देख्ने भ्यू हो यो चाहिँ हैन तर त्यो दोमीहरु छ नि स्टेडियम त्यहाँ दुई तीनटा रहेछ सही देखिदो रहेछ ल यहाँबाट यहाँनिरबाट फोटो खिच्दा चाहिँ सही आउने रहेछ हैन टक्क बिल्डिङहरु हामी चाहिँ यो यताबाट चाहिँ यताबाट यहाँसम्म चाहिँ उसमा आएको यहाँसम्म चाहिँ हामी केबल कारमा आएको त्यहाँबाट आएर अलिकति हिँडेपछि चाहिँ यहाँ आइपुग्छ यहाँबाट चाहिँ अनि सर आएपछि चाहिँ यहाँ माथि क्यास्टल छ यो उले छेकेको छ हैन अनि यहाँ सर आएपछि चाहिँ यहाँ क्यास्टल रहेछ दामी छ ल दामी यो क्यास्टल सो यति रमाइलो हुन्छ नि सोचेको थिएन दामी रमाइलो भयो बिहान पानी पर्ला पर्ला जस्तो भएको थियो तर पानीले मौसमले एकदम साथ दियो थ्याङ्क्स गड पर यो खोलाको सिनारी यताउता दामी देखेछ माथि यो क्यास्टलमा जान चाहिँ 200 लाग्दो रहेछ हैन एकजनाको 200 सो ठुलोको 200 सानोको 100 हैन लेखेर रहेछ ठुलोको चाहिँ 200 रहेछ सानोको 100 हो त्यसको नि टिकट ल हेर्छ पलाडी हुन्छ राजाहरु होला के पहिलाको दिने दाइ थ्यांक यू यो चाहिँ पहिलाको गन रहेछ क्या बन्दुक एक नाले बन्दुक जस्तै दुई नाले बन्दुक मिर्गलाई ताकेको बन्दुक चलाउनु चाहिँ यो होला ल गाइज यो के होला त यस्तो के हो त यार यस्तो केटा हो के हो यार यस्तो केटा हो ल बोबाल यसको डाँडा त सरमाथि जत्रै छैन त दाइ फेरि खुसी लाग्छ है ह उता बीचको डाँडा त सरमाथि जत्रै होला हौ दाइ सरमाथि जत्रै होला हौ दाइ व्हाट हेर्नु न कुनै हिमाल जत्रो छ क्या यहाँ त्यस्तो हेर्नु न त्यो एउटा चाहिँ बबाल ठुलो देखिन्छ हैन कान्छ यहाँ सुन न जापानको सबभन्दा अग्लो के रे यो उ भनेको डाँडा भनेको त्यही फुजी सानो पनि 4000 किलोमिटर मात्र छ 4000 किलोमिटर मात्र छ कैसा लगा मेरा मजाक नेपालको 8000 को तुलनामा त्यो भन्दा 100 वटा छन् अग्ला हाम्रो गाउँको घर चाहिँ त्यस बराबर हो हामी अहिले कति तलामा छौं यो क्यास्टलको 3 तला हैन तीनटा सिडी चढायो हैन खोला आज क्यास्टल गिफु क्यास्टलको यो टपमा गिफु क्यास्टलको पनि 3 तला माथि आएर तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ तलको भ्यू देखाउ त यहाँ भ्यू सर एकचोटी भ्यू देख्न सक्नुहुन्छ खोला अनि बिल्डिङहरु यस्तो दामी देखिरहेछ हैन त हावा यस्तो चलेछ नि यस्तो हावा चलेछ नि सायद यो मोबाइल एउटा यहाँ फुच्चीको उनै उडायो टोपी नै हैन यहाँ सायद अब बोली पनि राम्रो आएको छैन होला यहाँ ढोकाहरु यो ढोकाहरु नि कस्तो यो छ नि नेपालमा नि हुन्छ नि पुरानो त्यस्तै टाइपको छ यो क्यास्टल चढेर फर्किसकेका छौं हैन क्यास्टल तपाईले देख्न सक्नुहुन्छ पछाडी हैन यो क्यास्टलमा अघिको भ्यू चाहिँ यहाँ माथिको हो आज चाहिँ फाइनली हामी फर्किसकेका छौं माथि गिफु क्यास्टल पुगेर हैन आजको भ्लग चाहिँ यति नै सबैले बाइ बाइ भन्देऊ ल बाइ बाइ सी यू नेक्स्ट भ्लग गाइज